नमस्कार, वेलकम टु एसबिआर इन्जिनियरिङ सर्भिस च्यानल। म उदय पण्डित। यो भिडियोमा हामी की कार्ड स्विचको वायरिङ कसरी गर्छौं त्यो सिक्नेछौँ। सेसन सुरु गर्नुभन्दा पहिला हजुरहरूले यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नुहोला र लाइक र सेयर र कमेन्ट्स गर्नुहोला। अब हामी स्टार्ट गरौँ। पहिला की कार्ड स्विच के हो? जनरली यो कार्ड के को लागि युज हुन्छ? स्विचिङको लागि है। हाम्रो जति पनि लोडहरू हुन्छ हाम्रो रुमको त्यो चाहिँ सब यसबाट युज हुन्छ। जनरली यो कहाँ हामी हेर्छौँ? होटेलको रुमहरूमा है। यो जति पनि कमन लोड्सहरू हुन्छ जनरली एसी, लाइट्स, टिभी यिनीहरू चाहिँ के हुन्छ, यदि हामी बिर्सेर गयो भने त्यो त्यतिकै रुममा चलिराख्यो भने त्यो के हुन्छ? एनर्जी लस हुन्छ है। एनर्जी सेभिङको लागि मेन चाहिँ यो की कार्ड स्विच इम्प्लिमेन्ट गरेको है। मेनली यो हाम्रो होटल रुम, इभन हामी घरमा पनि इम्प्लिमेन्ट गर्न सक्छौँ। जेनरल चाहिँ हामी वायरिङ सिकौँ। यो सिक्यो भने हामी कहीँ पनि इम्प्लिमेन्ट गर्न सक्छौँ। ठिक छ। जनरली हामी यहाँ एरेन्ज गरेको हो। पहिला चाहिँ मैले यो मेन ब्रेकर लिएको है। यो एउटा रुम डिबी जुन हुन्छ त्यसको मेन डिपी छ। यो मानौ 32 एम्पियरको डबल पोलको एमसिबी छ। त्यसपछि यो एउटा आरसिबी छ, रेसिडुअल करेन्ट सर्किट ब्रेकर। यो चाहिँ जनरली इन केस अफ करेन्ट कतै लिकेज भयो भने यो प्रोटेक्सन दिने काम गर्छ। यो चाहिँ जनरली हामी के गर्छौँ, अहिले सबै डिबीमा हाल्न गरिरहेछौँ है। म पनि के रेकमेन्ड गर्छु, अब घरमा पनि बनाउँदाखेरि 2-3 हजार बरु थप्नुहोस्, यो चाहिँ लगाउनुहोस्। किनभने यो बच्चाहरूको लागि पनि सेफ हुन्छ। हामी पनि किचनमा केही इक्विपमेन्ट्स, ग्राइन्डर भयो, मिक्सर भयो, फ्रिज भयो, इनकेस केही त्यसमा बडीमा लिकेज भयो भने त्यो लिकेज भएर चाहिँ यो ट्रिप हुन्छ। सेफ्टीको लागि बेस्ट हो। अर्थिङ त कम्पलसरी नै हो, तर यो पनि बेस्ट हो। अर्को चाहिँ त्यसपछि मैले ब्रेकरहरू राखेँ सिङ्गल पोलको है। 2वटा ब्रेकर छ। अब के छ, यो कन्ट्याक्टर छ। कन्ट्याक्टर एउटा के हो? इलेक्ट्रोमेकानिकल स्विचिङ डिभाइस हो। यो इलेक्ट्रिकलमा पर्छ। यो जनरली यो अटोमेसनको लागि युज गर्छौँ। केही कुरा यसलाई स्विच गर्नलाई र डाइरेक्ट कन्ट्याक्टरमाथि लोड हाल्नलाई चाहिँ यो युज गर्छौँ। यसमा खासमा इन्टिग्रेसन हुन्छ यो कन्ट्याक्टर र की कार्ड स्विचको। की कार्ड स्विचले खासमा यसलाई अपरेट गर्ने हो अनि बल्ल यसले चारैतिर पावर दिने हो। यहाँबाट जुन हाम्रो कन्ट्याक्टरबाट यिनीहरूको यो ब्रेकरहरूमा पावर आउँछ है। जम्मा हाम्रो 4वटा सर्किट छ। अब यहाँ चाहिँ हेर्दाखेरि यसमा हेर्नुभयो भने की कार्डको स्विचको ब्याकतिर 3वटा टर्मिनल हुन्छ। एउटा एल इन हुन्छ, एउटा एन भनेको न्युट्रल हुन्छ र एल आउट भनेको आउटपुट हुन्छ, फेज आउटपुट। यहाँ चाहिँ मैले 220 भोल्टको सिङ्गल फेज सप्लाई, पावर सप्लाई लिएको हो। ठिक छ। अनि यो लोडहरू भयो है। रेफ्रिजरेटर भयो, यो फ्रिज भयो, मिनी बार होटलतिर भन्छ, यो टिभी भयो, एसी भयो, लाइट्स भयो, फ्यान भयो है। अब के गरिरहेको छु, यहाँबाट मैले मेन पावर सप्लाई जुन फेज छ मैले लिइरहेको छु र न्युट्रल यसको इनकमर इनपुटमा, मेन ब्रेकरको इनपुटमा दिइरहेको छु। अब यसको आउटपुटबाट यो आरसिसिबीको हाम्रो इनपुटमा दिए र यसको आउटपुट बटमबाट हुन्छ। न्युट्रल डाइरेक्ट न्युट्रल बस बारमा गयो है डिबीको। अनि फेज चाहिँ यो सबैमा लुपिङ गर्दै गयो है। यो यहाँसम्म यो ब्रेकरको इनपुटमा गयो र अर्को चाहिँ हाम्रो कन्ट्याक्टरको यो इनपुट माथिबाट आयो है। यहाँ चाहिँ आउँदाखेरि एउटा फेज मैले सबैतिर दिएँ है। 2वटा सर्किट छ भने मानौ यो 2वटाको लागि एउटा पोल युज गरेको, अर्कोको लागि यहाँबाट युज गरेको है। यो 2 पोल कन्ट्याक्टर हो। अब यसबाट हामी के गर्छौँ, एल इन यहाँबाट दिन्छौँ है।
यहाँबाट एल इन दिन्छौँ यसमा की कार्ड स्विचमा र न्युट्रल यहाँ कनेक्ट गर्छौँ र यसको आउटपुटबाट बल्ल हामीले के गर्ने हो कन्ट्याक्टरको A1 कन्ट्याक्टरको क्वाइल टर्मिनल हुन्छ त्यहाँ दिन्छौँ है। अनि अर्को टर्मिनल यहाँ जुन छ A2 जुन हामी न्युट्रल यहाँबाट दिन्छौँ। सो यो 220 भोल्ट अपरेटेड यो कन्ट्याक्टर क्वाइल हो है। यो यदि 220 भोल्टेज यो आफ्नो क्वाइलमा पायो भने यो एक्टिभेट हुन्छ। बल्ल यो सप्लाई जुन यहाँ अड्किरहेको सप्लाई यसले बल्ल यतातिर ब्रेकरहरूलाई दिन्छ, नभए दिँदैन यो। अनि यो चाहिँ कुन बेला अपरेट हुन्छ, यो जब अपरेट हुन्छ त्यसपछि है। अब यहाँ यसको आउटपुटबाट हामी यहाँबाट डाइरेक्ट यो डाइरेक्ट छ मिनिबार, किनभने अफ हुनु भएन। मिनिबार अफ या रेफ्रिजरेटरहरू अफ भयो भने सामान त्यहाँको बिग्रिन्छ। त्यही भएर हामी की कार्डको थ्रु नदिने, त्यसलाई डाइरेक्ट दिनुपर्छ, डाइरेक्ट सर्किट हुनुपर्छ है। यस्तै कुनै पावर सकेट नर्मल केटलीहरूको अरूको केही छ भने सो यहाँ चाहिँ डाइरेक्ट पावर सकेटहरू पनि दिँदा हुन्छ सर्किट। अब यो भनेको कन्ट्याक्टर, की कार्डले कन्ट्याक्टरलाई अपरेट गर्ने हो र कन्ट्याक्टरले चाहिँ यिनीहरूमा लोड दिन्छ है। टिभी, एसी, लाइट, फ्यान यो खासमा किन दिएको, होटल रुमहरूमा के हुन्छ, जो पनि कोही बस्ने मान्छे के गर्छ, गेस्टहरू नै भनौँ भने, सो उनीहरूले के गर्छ, यदि यो भएन भने स्विच अन गर्यो बिर्सेर गयो भने कन्टिन्युअस चलिरहेको हुन्छ अनि ढोका पनि लक हुन्छ। त्यो बेला चाहिँ कन्टिन्युअस चलिरहँदाखेरि के हुन्छ, इलेक्ट्रिसिटी बिल बढ्छ। सो त्यही भएर के हुन्छ, की कार्ड उसको कम्पलसरी हुन्छ है। सो की कार्ड झिक्ने बित्तिकै यो सबै अफ हुन्छ, राख्ने बित्तिकै अन हुन्छ है। यदि अन गर्यो भने लोड बल्ल। सो यसरी चाहिँ यसको वायरिङ हो है। अनि न्युट्रल चाहिँ माथिबाट यो लोडको लागि मैले दिएको हो बुझ्नलाई है। सो अब सिक्वेन्स बुझ्दाखेरि बेसिकली कसरी काम गर्छ यो, मानौ पहिला चाहिँ के छ कि यो यसमा पावर छैन, यो अन छैन यिनीहरू है। यसमा की कार्ड यहाँ हाल्ने बित्तिकै के हुन्छ, यो यसको जुन एनओ बिकम एनसी है, त्यो एनसी हुन्छ। यहाँबाट यो जुन फेज हुन्छ त्यो यहाँबाट जान्छ है। यो फेज यसरी गएर कहाँ जान्छ, कन्ट्याक्टरको क्वाइल सप्लाईमा है। यो क्वाइल सप्लाईमा जान्छ अनि न्युट्रल यहाँबाट डाइरेक्ट पाइरहेछ। यो एक्टिभेट भयो भने यो जुन फेज हुन्छ यो यहाँबाट कन्ट्याक्टरबाट जुन गइरहेको एउटा पोलबाट दुईवटा सर्किट जुन एसी र टिभीको छ, अर्को चाहिँ हाम्रो लाइट र उसको, यो हाल्ने बित्तिकै के हुन्छ, हामी स्विच अन गर्यो भने यो अन हुन्छ। अब के हुन्छ, अब जाने बेलामा अन छ सबै, हामी जाने बेलामा सिम्पल केही स्विच अन अफ कतै गर्नु भएन। यदि हामी हतार छौँ केही छ भने यो हामी कार्ड झिक्ने बित्तिकै बाहिर निस्क्दाखेरि के हुन्छ, यो की कार्ड डोर लकहरू पनि की कार्डबाट हुन्छ। यो कार्डबाट म्याग्नेटिक डोर लकहरू हुन्छ। सो यो चाहिँ झिक्ने बित्तिकै आफै सबै लाइटहरू अफ हुन्छ। सो यो बेसिकली इनर्जी सेभिङको लागि युज गर्ने है। सो होप यो तपाईँहरू बुझ्नुभयो होला। केही बुझ्नु भएको छैन भने, केही छ भने म डिटेलमा अझै बुझाउन कोसिस गर्छु। सो यस्तै भिडियोहरूको लागि तपाईँहरू मेरो च्यानल सब्सक्राइब गर्नुहोला र लाइक र सेयर गर्नुहोला। थ्याङ्क यू भेरी मच। सी यू अगेन इन नेक्स्ट भिडियो। हामी फेरि भेटौँला नेक्स्ट भिडियोमा।